एसआईपी गरेर करोडपति हुने यो भन्दा राम्रो टाइम कहिले छँदै छैन। महिनाको 10,000 रुपैयाँ लगेर एसआईपी गर्ने, 15% को वार्षिक रिटर्न र 19 वर्षसम्म यो गर्दाखेरि तपाईहरु बन्नुहुन्छ 1,29,00,000 को मालिक। पत्याउनु भएन? यो वेबसाइटमा हेर्नुहोस्। हो, यसरी डेटा बनाइकन वेबसाइटमा गएर हिसाब गरेर हामीलाई एसआईपी को मार्केटिङ स्क्याममा फसाइदैछ करोडपति बनाउने सपना देखाएर। तर रियल लाइफमा यो वेबसाइटमा देखाएको डेटा हामीले अनि यो अमाउन्ट हामीले कहिले पाउँदैनौं। अब फेरि एसआईपी स्क्याम भो, तैले स्क्याम भनिस् भनेर पहिलाको भिडियोमा जस्तै गाली गर्नुभन्दा अगाडि चाहिँ यो फुल भिडियो हेरेर मात्र कमेन्ट गर्नु होला। अब भन्छु यो स्क्याम चाहिँ कसरी हानिदैछ। नेपालमा सबैभन्दा धेरै रिटर्न दिएको एसआईपी भनेको एनआईबीएल सहभागिता फन्ड हो। यसले 13.89% दिएको छ र हामीसँग यसको 5 वर्षको डेटा छ। 2019 मा यो रिलिज भएको थियो। अब यसैलाई दुईटा एक्जाम्पलमा बाँडेर हेरौं। दुईटा ठाउँमा मानौ एसआईपी गर्नुभयो। एउटा चाहिँ तपाईहरुले हिसाब गर्दाखेरि लगेर वेबसाइटको हिसाबमा लगेर राख्दिनु भयो, अनि अर्को चाहिँ साच्चीकै एनआईबीएल मा तपाईले 2019 बाट सुई लगानी गर्न थालेको भए कति रुपैयाँ हुन्थ्यो होला त? एउटै अमाउन्ट। 5 वर्षको लागि एनआईबीएल मा तपाईहरुले एसआईपी गर्नु भएको भए अहिलेसम्म फर्स्ट इयर 8.25%, सेकेन्ड इयर 50%, थर्ड इयर 7.2% र फोर्थ इयर 4% रिटर्न गरेर टोटल महिनाको 10,000 हाल्दा तपाईहरुको लगानी 6 लाख रुपैयाँ हुन्थ्यो भने रिटर्न चाहिँ 1,96,498 रुपैयाँ कमाइ हुन्थ्यो। अनि टोटल पाउनुहुन्थ्यो 7,96,498 रुपीज। अब वेबसाइटमा हेरौं। यसमा हेर्नुहोस् त, सेम डेटा मन्थली 10,000 को एसआईपी 13.89% कै एभरेज रिटर्न र 5 वर्षको लागि। यसमा हिसाब गर्दाखेरि 8,69,329 रुपीज हामीले पाउनु पर्ने भनेर भन्छ। यसमा 6 लाख रुपैयाँ त हाम्रो इन्भेस्टमेन्ट, कमाइ कति भन्दा 2,69,000 भनेर भनेको छ। तर हामीले रियलमा कति पायौं? अघि भर्खर हामीले रियल लाइफ एक्जाम्पल हेरिसक्यौं। 1,96,438 रुपीज मात्र कमाएको। अब यो डिफरेन्सेस यत्रो डिफरेन्सेस आएछि भएन त झोल, कहाँ गयो त पैसा? त्यो पैसा चाहिँ वेबसाइटमा खास तपाईहरुले 13.89% हान्दै गर्दाखेरि वेबसाइटले चाहिँ हरेक वर्ष त्यो भन्दा कम बोनस दिदैन भनेर हिसाब गर्छ। अनि रियल लाइफमा चाहिँ हामीले 13.89 भनेको त एभरेजमा पो पाउँछौं त। कहिले धेरै हुन्छ, कहिले थोरै हुन्छ, तर रियलमा कहिले पनि 13.89 गरेर हरेक वर्ष त दिदैन। हो, त्यसैले वेबसाइटले धेरै पैसा निकाल्दिन्छ भने हाम्रो रियल लाइफमा चाहिँ हामीले त्यो भन्दा एकदमै थोरै पाउने गर्छौं। यहाँ 5 वर्षको डाटा मात्रै छ, 20 वर्षमा त सोच्नुस् त कति धेरै पैसाको फरक हुन्छ होला। कहिलेकाहीँ त एसआईपी ले 0% रिटर्न पनि दिन्छ। 0% ले याद आयो, सिद्धार्थ र एनएमबी बैंकमा एसआईपी गर्नेहरु तपाईहरुको पनि उस्तै पीडा होला। 3 वर्षदेखि त 1 रुपैयाँ पनि दिएको छैन बोनस। त्यही न्याप बढ्यो भनेर मक्ख पर्ने त हो नि।